सबैजनालाई वेलकम मेरो अर्को पनि भ्लगमा। आज चाहिँ गाइजहरू मेरो बर्थडे हो। साउनको 5 गते म जन्मेको दिन मेरो बर्थडे। सबैले कमेन्टमा ह्याप्पी बर्थडे भनिदिनु गाइजहरू। काँक्रा काँक्रा चाहिँ अहिले लगभग वहाँ आज चाहिँ बर्थडे मेरो। आज चाहिँ स्पेसल डे। अहिले बल खेल्न जाने भनेर हान केटाहरूले फेरि आज नै अर्को ठाउँ छ गेम यहीँ छाप्यो गइन्छ होला अहिले। Happy birthday to you, मेरा नानी। Happy birthday to you, मेरो छोरालाई राम्रो अहिले फेल भयो आइसक्छ। यहाँ ढोकिनु पर्यो यहाँ। सब केटोहरू यतै छन्। हामीले ठाडुङ्गे जानु लाग्यो। के हुन्छ भिडियो होला ए केटाहरू ठाडुङ्गे जाने प्लान क्यान्सल किनभने गाइजहरू हामी त्यहाँ जाने यतिखेर जाने भन्छन् केटाले न दाउरा न केही होइन पोगन भाँडा न। हामी चाहिँ अब विवेक साथीको घर गएरै मासु ट्याक्क डियोसियो छ उहीँ गएर अब खाने सल्लाह भइरह। दाइहरू चाहिँ पछाडि हुनुहुन्छ। के गर्ने गाइजहरू केटाहरू अन्य भनेको पुरा गेम खेल्न खालि फ्री फायर खेलेको गर्छन् के भन्ने के अब यस्तै हो गाइज। अब हामी चाहिँ त्यहाँ गएर रमाइलो एकदम बबाल रमाइलो हुन्छ। हेर्नु भिडियो अन्तिमसम्म हेरिदिनु होला। यति भएपछि अहिले पछि भेटौँला गाइजहरू। गाइजहरू हामी चाहिँ विवेक साथी घर आइसक्यौँ। यहाँ चाहिँ केटोले यस्तो बनाइराखन् मासु ट्याक्कै हुँदैन। अब चाहिँ म चाहिँ माथेर जान्छु। केटोहरू माथेर फेरि यसो गेम आजकल फेरि गेम खेलिरहन् हेर्नु। म पनि गएर एकछिन गेम हान्छु। केटोहरूले बनाउँछन् अनि त्यहाँबाट ट्याक्क आउनु पर्ला। केटाहरूको फेरि बासै हो कि गाइजहरू आउने गेम खेल्ने केटा काम एउटा काम छैन क्या। यस्तो चाल पाण्डु सरकारको काम छैन यस्तो तालले हुन्न गाइज। हजुरले अहिले पछि भेटौँ न ल बाई। म चाहिँ खान लागेको छु यहाँ। यस्तै हो मासुहरू भाते केटाहरूले चाहिँ उ गर्न खान पिस ल ठिक छ केटा हो। यो चाहिँ ग्यास म चाहिँ कडाई मागेको फेरि होइन। अब त्यही हो त्यस्तै हो। अब केटाहरू चाहिँ भके भयो। केटाहरू चाहिँ खाएर चाहिँ होइन एक डाडु बसाले हाल्दैन होइन खाएर चाहिँ अब भाँडामा जान्छन् केटाहरू नहालेर बोली खायो ल। त्यहाँ म अब एउटा चोक्रो फर्स्ट बाइड ल पकाइदिनु बोल्दैन मिठो छ गाइज। अनि मैले जो पकाएको चाहिँ मैले होइन यो दुइटाले हो। कराईमा खाइदियो जुम गरेर खाँदै खायो केटाहरूले हो। उता बाहिर नै खान लाखान केटाहरूले यस्तै हो। कराईमा खाइदिइरहेको गाइजहरूले के भन्ने अब। जरो म झाँट छुटिसकेँ मेरो साथीहरूले